हेलो नमस्ते साथीहरु, स्वागत छ फेरि पनि अर्को नयाँ भिडियोमा। कोलाई मन पर्छ पाकेको मेवा, मलाई चाहिँ एकदमै मन पर्छ। काँचो पाकेको दुवै मन पर्छ। अनि यो मेवा चाहिँ सिजनल फलफुल हो, स्वास्थ्यको लागि एकदमै फाइदा हुन्छ। यदि मन पर्छ भने हजुरकोतिर पाइन्छ भने खानुस् भन्छु म त। पाकेको अनि काँचो दुवैले एकदमै फाइदा गर्छ। अनि काँचो छँदा चाहिँ यसको कोरेर अचार बनाउन नै सकिन्छ अनि यतिकै नै खान सकिन्छ। एकदमै गुलियो हुन्छ नि त। अनि पाकिसकेपछि चाहिँ घाममा बसेर यसरी ताछेर खान सकिन्छ। मैले चाहिँ यो मेवा गाउँबाट लिएको, गाउँमा एकदमै अर्ग्यानिक चीजहरु पाइन्छ नि त। अनि यो मेवा चाहिँ बोटैमा पाकेको थियो, देख्न सक्नुहुन्छ साथीहरु। यसको यो भित्रको दाना पनि एकदमै कालो भएको छ, पाकेको छ नि त। एकदमै गुलियो हुन्छ साथीहरु। यसको बोक्रा ताछेर मैले चाहिँ खाना लागे साथीहरु। यदि हजुरहरुलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट अनि शेयर पनि गर्न सक्नुहुन्छ। अनि फेरि भेटौँला यस्तै भिडियोको साथ। बाइ बाइ।